अम्बो हेलो दा हस् भाइ के बाटो बनाउनु भएको हो दा अनि हो भाइ त दा के हुनुहुन्छ एकदमै भाइ कहाँबाट आइछ अन्त भाइ ए यसो घुम्दै आएको नि त तपाईँहरूले यसो बाटो बनाएको देखेँ कि हेर्नु अन्त म यहाँ पनि अन्त सघाइदिउँ भनेर आएको नि त कि भाइ तर यता सघाइदिन्छु हो अनि भन् न तर अलिक यसो चाहिँ विचार गरिदिनुहोस् है दा ल एक्लै भइरहेको बेलामा यसो आइस भन्दा भइहाल्छ नि त्यो त हुन्छ दा म सघाउनु सघाइदिन्छु त कि सघ न मलाई हुन्छ दा एक्लै तर छु अलिकति अहिले हो हजुर बाटोघाटो यस्तो छ हजुर अब कसैले अब त्यो याद पत्तै नगरेर चाहिँ क्या त हजुर दा अब एक्लै भए पनि यसो हल्का है हजुर गाडी यसरी अब ठोकिनु भन्दाखेरि चाहिँ अलिकति मर्मती गरेर कुदाएको चाहिँ अब धेरै राम्रो नि त हजुर दा गाउँलाई पनि हजुर एकदम राम्रो अन्त हो दा। तेरो काम साम त छैन अहिले हजुर दा छैन कि म पनि तपाईँहरूलाई सघाउनु पर्यो भन्दै यसो देखेँ कि त्यहाँदेखि आएको नि दा त्यसो नि होइन ठिकै छ नि त हजुर तैँले सघा न मलाई म तँलाई एक दुई पैसा त विचार गरिहाल्छु नि हजुर दा तर के छ र अब तैँले हेल्प गरिस् भने त म तँलाई हेल्प गर्नु सक्छु नि त हजुर त्यही हो नि त सबैभन्दा ठुलो कुरा होइन र हजुर दा ल आइज नि त लु हुन्छ एक दा। दुईवटा तर ढुङ्गा दा दिएँ हो दा यसो चाहिँ अलिकति याद गरिदिनु ल तँलाई भइहाल्छ त्यो नसुर्ता न अहिले लास्टमा पहिला यो गरिसकौँ हो हजुर दा अन्त लास्टमा म तँलाई विचार हुन्छ दा गरिहाल्छु नि यस्तो ल चाहिँ ल दा ल ल ल भाइ नसुर्ता न आइज न लु ले त भाइ ढुङ्गाहरू चाहिँ लु त त्यो अलिअलि उयो पनि गर न लु दा अब हाम्रो है काम पनि सक्यो दा हो यो यति अलिअलि माटो चाहिँ हाल्न भाइ दा यो यहाँ यति भए त अब धेरै राम्रो भयो नि त किनभने यहाँ खाल्डा थियो हो हजुर दा खाल्डाहरू बुझ्छ कि नभए यस्तो गाडी उकालो आउँदा पनि यस्तो न्याच्चै हुँदा त लोडमा त यो धारिलो ढुङ्गामा ठोकिन्थ्यो नि त हजुर हामीले त्यहाँदेखिको यसलाई हेरेरै मजाले हामीले ग्रेड मिलाएर गऱ्यौँ नि त हजुर दा अब यो माटोहरूले गर्दाखेरि चाहिँ के हुन्छ भन्दा एक दिन दुई दिन त चिप्लेला होइन हजुर तर यो चेप्ना माटोहरू पस्यो भने चाहिँ यो सोलिङ चाहिँ डह्रो बस्छ नि त उकिँदैन दा उकिँदैन राम्रो भयो नि त हो हो दा हजुर है अब अब आजलाई यति धेरै धेरै अब तँलाई पनि अब अब हो काम त सक्यो दा हाम्रो है अँ अन्त दा अघि भनेको यसो चाहिँ अलिकति मिलाइदिनु नि ए खासैमा चाहिँ तँलाई त्यो पैसा चाहिँ के अहिले नि चाहिएको कि कहिले हजुर दा मलाई पैसा चाहिँ चाहिएको छ कि दा अँ यहाँ आइतबार हाम्रो मिरिक आले ग्राउन्डमा चाहिँ सबिन राई आउँदैछ कि दा अन्त त्यहाँ प्रोग्राम हेर्नु जानु चाहिँ अलिकति यस्तो चाहिएको थियो कि दा ए अहिले प्रोग्राम हेर्नु जाउँ भन्दैछ हो फेरि त्यही दिन हाम्रो राईको पनि किराती खम्बु राईको प्रोग्राम पनि रहेछ कि अन्त जानु लागि यसो नभएर नि दा कि अन्त यहाँ तपाईँलाई आज यसो सघाउँदै अब दाजुले दिन्छ कि भनेर नि ल तेरो दुःखहरू अब बुझ्छु नि म ए दाजु रहेछ नि के पैसा फिलहाल चाहिँ तँलाई अहिले त्यसो भने हो हजुर अब तैँले आइस सघाइस है हजुर हुन्छ ल, हुन्छ दा हजुर फिलहाल अहिले हजुर यो राख्दै गर तैँले आची दा अब यति 10 राख्न रुपियाँ पो कहाँ हुन्छ यस्तो यत्रो सघाएर 10 रुपियाँ दिएर यो त अन्त भोलि म तेल हाल्नु पनि चाहियो नि त अन्त होइन नि दा हुँदैन नि क्या हेर 25 यत्रो तारिक लैजा यत्रो गरेर हेर त कहाँ 10 हुँदैन 25 नि तारिकलाई चाहिँ होइन अहिले दा हुँदैन खाएको होइन नि दा। उयो हुन्छ त्यो झोकमा हो भने चाहिँ तँलाई पाउँछस् नि त 200 रुपियाँ दिए हजुर लु 200 रुपियाँ दिन्छु त्यो दिन भयो होइन होइन नि दा 200 रुपियाँ त हुँदैन अहिलेको रोजगारी नै 500 छ 500 माने नि त यत्रो ढुङ्गाहरू पनि फुटाइस् यत्रो उयोहरू पनि गरिस् यत्रो अब खन्नु सघाइस् यत्रो सोलिङ हाल्नु सघाइस् त्यसमा म खुसी छु नि त र पनि तँलाई अहिले फिलहालको लागि 10 रुपियाँ राख हो हजुर 25 तारिक आइज बिहान नै हजुर त्यो दिन बेलुका पनि म हजुर सबिन राई हेर्नु मै लान्छु तँलाई हुन्छ पक्का होइन हजुर हजुर पक्का होइन दा पक्का हुन्छ ल हात मिलाइदेन त भाइ हुन्छ ल पक्का अब खुसी होइन हजुर दा अहिले फिलहालको लागि 10 रुपियाँ राख हुन्छ खुसी छस् हजुर ल हुन्छ दा पक्का होइन नेक्स्ट टाइममा चाहिँ अब तँलाई हजुर अझै म खुसी बनाउने छु हुन्छ याद राख हुन्छ ल आशीर्वाद हुन्छ नमस्ते सबैमा है र सम्पूर्ण मेरो फेसबुक साथीहरूलाई है र आज भने मैले सानो भिडियो लिएर आएको थिएँ है त्यो भिडियो साथै तपाईँहरूले हेरिदिनु भयो होला मन पराइदिनु भयो होला है त्यो भिडियो चाहिँ के हो भने यो 25 तारिक आइतबारको दिन है हाम्रो माथि मिरिक आले ग्राउन्डमा चाहिँ सबिन राई आउँदैछ र हाम्रो किराती खम्बु राईको प्रोग्राम पनि छ है त्यसको लागि चाहिँ हामीले यो सानो भिडियो लिएर आएको थिएँ है अनि सम्पूर्ण मेरो फेसबुक मित्रहरू है पनि यसो मिरिक हाम्रो आले मैदानमा आएर हेरिदिनुहुन्छ भने म यहाँबाट हजुरहरूलाई अनुरोध गर्दछु है आइदिनुहोस् है आएर त्यहाँनिर सबिन राईको प्रोग्राम छ त्यो प्रोग्राम इन्जोय गरिदिनुहोस् किराती खम्बु राईको प्रोग्राम छ त्यहाँ पनि आएर इन्जोय गरिदिनुहोस् है साथीहरू अनि यति नै भन्दै आजको भिडियो मन परे या मन नपरेमा यसो लाइक कमेन्ट सेयर गरिदिनुहोस् भन्ने अनुरोध गर्दछु धन्यवाद धन्यवाद